लेसाङको बौद्ध घर गर्ने स्टाइल आफ्टर लङ टाइम नै हो मैले ब्लगिङ गरेको अब युट्युबमा भिडियो नहालिकन धेरै नै भएको थियो लगभग 6-7 महिना 1 वर्ष भयो क्या मैले भिडियो नहालेको त आज चाहिँ सटरडे यसो कुच्चेलाई लिएर आएको थियो तर बौद्ध सधैँ आफै हिँड्थ्यो आज चाहिँ ऊ अल्छी गरेर हिँड्न मानिरहेको छैन मम्मीलाई खालि बोक्नु भनिरहेको छु यस्तो बस्छ ओ के गरेको त्यस्तो के गरेको यो चाहिँ गुम्बा पो कुन्चु घुमाएको चमचम हुन यस्तै हो यस्तै हो यस्तो हो उता चाहिँ उता हो नि त बुवा छोडिदिनु नगर पारी जाऊ पारी जाऊ नि भन्छ भेट्छ त भेट्दैन नि त सानो भेट्छ हजुरले उता घुमाउनु जाने उता उमा गर्नु जाने यता आउनुहोस् न प्लिज आउनुहोस् प्लिज हेर त उमा गर्नु जाने ऊ पर आउ न सानो आउनुहोस् न उमा गर्नु जाने प्लिज के सानो यहाँ त फेरि तिमीले जे गर्नुपर्छ नि म त हेल्प गर्दिनँ फेरि आफै गर्नुपर्छ पापाले पारी घुमाउँछ नि उनी हेर त पारी छ नि ओमा हेर त कति धेरै अम्मा छ पर गर्ने त ओमा यहाँ गर्ने हाम्रो लेसाङले ओमा घुमाउने रे यहाँनिर त यहाँ घुमाउने रे ल घुमाउनुहोस् भेट्नुहुन्छ ल हो गुड ल यहाँ घुमाऊ ओमा घुमाउनु मैले सुनिसकेँ गुड घुमाउनुहोस् हो गुड खै म ओमा नेपालमा गर्दै घुमाउ न उल्टो भयो कुन्टु गर्छ है सानो ल हो गुड ल एउटा मात्र अलि उता गएपछि भेट्दैन नि सबै गर ब्याउने जाति उता भेट्दैन नि अहिले तपाईँलाई छोडिदियो सानो बाटो अब अग्लो भइसक्यो अब भेट्दैन लेसाङले बेच्ने मनी जति सकिसक्यो लेसाङ हजुरले बेच्ने मनी सकिसक्यो अब ऊ पर फेरि अर्को बेच्छ सानो पुता गुड ल रनिङ गर ऊ पर बेच्छ लेसाङले बेच्छ पर अब यो राउन्डमा निस्किनु पर्छ बिनु अहिले फेरि मानगर आएर ठिलिङ्गा लग जुन्डाइदिन्छ यसो यता लेसाङ
जाऊ जाऊ मन बाउ ठाउँ जाऊ मन बाउ ठाउँमा मन बाउको ठाउँमा मन बाउ ठाउँमा यहाँ त प्याक छन् अहिले त आज यहाँ के प्रोग्राम छ श्री बौद्ध तथा मेलाम्ची ग्याङगुठी व्यवस्थापन समितिको आज के प्रोग्राम छ यहाँनिर आमा छोरा यहाँ आमा माछेमाको दर्शन गर्न गइरहेछ म बाहिर वेट गरिरहेको छु हात छोटो भयो क्या खासै भिडियो अनर आउने गरी खिच्नै नमिल्दो रहेछ यहाँनिर धेरै फोटोग्राफरहरू पनि आएछ फोटो खिच्नलाई सायद प्र्याक्टिस लागि आएको हो कि उनीहरू प्र्याक्टिस गर्नलाई यहाँनिर मैले अघिसम्ममा लगभग 10-12 जना फोटोग्राफरहरू देखेँ उनीहरू सिन क्याप्चर गर्न ट्रेनिङको प्र्याक्टिसको लागि आएको होला उनीहरू यताबाट आमा छोरा आउँछ है त हेर्दै गरौँ जुम गरेर हेर्न सकिन्छ कनार जुम इन दिस मोड भन्दो रहेछ नि त जुम गर्न मिल्दैन अरे यो मोडमा चाहिँ यो के मोड रहेछ थाहै भएन निस्केन सायद बिट छ होला त्योभित्र अघि खुल्ला हुँदाखेरि चाहिँ उनीहरू जाने इन्ट्रेस्ट गरेन अहिले आएर अन्तिममा अनि आएर चाहिँ ऊ निस्के चिन्टु तिक्लु कहाँ गयो त ए चिन्टु आमा छोरा निस्किरहेछ यहाँ रोनाल्डोको जर्सी लिएर आउने बेबी पनि छ यहाँबाट आयो तिक्लुएर टिलिक्का टल्किने टाउका बोकेर लेसु लेसु जी गरेर आयो जी गरेर आयो यो के को यो कहाँ त्यो बत्किन लाग्यो होला नि त त्यो घर त्यही भएर पुरै खाली गरेछ त जानु आज मेलाम्ची ग्याङगुठीको के प्रोग्राम रहेछ कि यहाँ त्यो गुम्बामा ल अब चाहिँ जाउँ है कहाँबाट छिर्ने हो हामी मैले त बिर्सिसकेँ तिमीलाई थाहा छ भने तिमीले छिरौ यहाँ तिक्लु क्याप नकिन्ने तिक्लु लेसाङ तिमी क्याप नकिन्ने हो क्याप त लाउँदैन के किन्नु चाँदोवाला तालु देखाउँदै हिँड्नुपर्छ अब त कपाल निकै आइसक्यो अबको 1 महिनापछि त ज्याप्पै हुन्छ यसको कपाल अब सिधै सानो यहाँबाट छिर्ने हो अब छिर्ने यहाँबाट त्यसपछि त सिधो प्योर हिलिङ बल उता हेर त पर के रहेछ सानो त्यहाँ यहाँ बुम रहेछ त्यहाँ बुम रहेछ ऊ आऊ पपाको नि आउनुसम्म त यहाँ आउनुसम्म त ओइ टिक्लु भनिदिन्छु म त टिक्लु भनिदिन्छु म त टिक्लु टिलिक्का टल्किएकोले टिक्लु
लेसाङ अब फेरि सुरु भयो ले फेरि सुरु यो फेरि सुरु भयो लेसाङ फेरि सुरु भयो पवल बक्स पवलले बक्स क्या आऊ न आऊ ल मम्मी नै चाहियो सक्की गर्नु त नि अब रुँदै हिँड परसम्म हस् हस् हेर त त्यो कुकुर सुतिरहेछ कि छैन मोती कुकुर कस्तो राम्रो कुकुर रहेछ नि हेर त कस्तो राम्रो डगी ओहो आहा कस्तो राम्रो डगी है कस्तो राम्रो डगी आऊ न त पपले बोक्छ आऊ पपले बोक्छु कि आऊ न त अनि पपले बोक्छु भन्दा चाहिँ नमान्ने अनि मम्मी मात्र पछाउने आऊ ल आऊ आऊ हेर त ल हेर न बौद्ध स्त्री भयो जस्तै तिमी पनि तिलिक्क टल्किरहेको छ नि त नि टल्किया छ भन न आइ गर्थ्यो ल म बौद्ध घुम्न आएको भन न म बौद्ध करामा आएको भन्नुहोस् न बौद्ध कस्तो छ देखाइदेऊ छ भन कस्तो छ अरे देखाउ न औँलाले यस्तो छ बौद्ध ए गुड अब हामी कहाँबाट छिर्ने हो हामी कहाँबाट छिर्ने हो सानो कहाँबाट आउट हुने हो भन न यहाँबाट हो हामी बुम बुम लिन जाने हो कि कहाँबाट जाने हो यो त होइन नि त यहाँबाट हो भन त यहाँबाट हो भन न यहाँबाट हो भन न यो 3D हो 3D रेस्टुरेन्ट अलि उताबाट हो उपर यो लुगा सुगा भएको इन्लाइटमेन्ट भएको भनेर लेखेको ठाउँबाट हो कि यहाँबाट हेर त आमा तिम्रो कपाल खै छैन आउँछ कि आउँदैन अब आउँछ कहिले कति गरेको यहाँबाट हो हामी छिर्ने बाट सुरुङमा आया ल मम्मी आउनुहुन्छ हामी यहाँबाट आउट हुने ल हस् भन्नुहोस् न हस् भन्नुहोस् न हास होइन क्या हस् भन्नुहोस् न ओके भन्नु न वी आर आउट फ्रम दिस वे भन न वी आर गोइङ टु आउट फ्रम दिस वे भन न त्यो ट्याक्सी किन उल्टो गएको भन त्यही त है मेरो बाबुलाई सुल्टो राखेर आफू चाहिँ उल्टो जाने यहाँ पार्किङ घट्नु नलाई रहेछ नि त पापाको बाइक स्कुटी खै पापाको स्कुटी के हो ओ माई गड बस्यो आइया ल पापाले स्टार्ट